हरियो भेटियो। मार्नको लागि पनि दुईटा सामान। इन्ट्रेस्टिङ। कसले मारेको? खै त्यो त थाहा भएन सर, तर हिजो मर्ने दिनमा चाहिँ 3 जना केटाहरू यसको घरमा गएको थिए अरे। 3 जना? अझ सकिङ न्युज त त्यो 3 जना एउटै घरको रहेछन् र यसको नाता पर्ने रहेछन्। इन्ट्रेस्टिङ। प्रसाद चाहिँ तपाईँको फ्यामिलीको को पर्थ्यो? प्रसाद चाहिँ मेरो छोराको साथी हो। मेरो पनि छोरा जस्तै थियो, जहिले घर आइरहेको थियो। प्रसाद मर्ने दिनमा तपाईँ त्यसको घरमा किन जानुभएको थियो? किनभने त्यो दिन दिउँसो प्रसादको कल आएको थियो। हेलो प्रसाद। अङ्कल 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 छिटो आउनु त, मेरो घरमा इमर्जेन्सी छ अङ्कल, प्लिज छिटो आउनु है, छिटो ल। त्यो दिन प्रसाद निकै आत्तिएको थियो र 4 बजेतिर म त्यसको घर गएँ। के भयो प्रसाद? अङ्कल कोले मेरो फोनमा मलाई मार्ने धम्की दिँदैछन्। कोले? खै अङ्कल को रहेछ? ए बा, तेरो बाबाले फोन गरेर भनिस् त। बाबा इन्डिया बिजनेसको कामले जानुभएको छ, अब 3-4 दिनमा आउँछ भन्नुहुन्थ्यो गरे। ए हो र? त तेरो बाबा आइन्जेल हाम्रो घरमा बस्न त। ल हजुर जानु, म कपडा लिएर आउँछु। त्यसपछि 8 बजेतिर मैले प्रसाद मरेको खबर पाएँ सर। ल तपाईँ जान सक्नुहुन्छ। हस् सर। हजुर चाहिँ प्रसादको घरमा किन जानु भएको थियो? म चाहिँ त्यो दिन दिउँसो 4 बजेतिर गर्लफ्रेन्डसँग बोल्दै थिएँ। बेबी मेरो र काजलको कुरै भएको छैन कि हाम्रो लप्परेदेखि। कसले भनेको फेरि म अझ नि काजलसँग बोल्छु भनेर? प्रसादले। त्यो पागल भएको छ कि उसै जे नि हुन्छ त्यसले। सुन न यसो, साला त्यो प्रसादलाई त आज मारेरै छाड्छु। त्यसपछि म 4:30 बजेतिर प्रसादको घर गएँ। ओ साले, तैँले किन भनेको म काजलसँग अझ नि बोल्छु भनेर? न्यु खोजेको तैँले? सरी, माफ गरिदेऊ यार, पहिले म लास्ट टेन्सनमा छु। के गाँठो टेन्सन हो नि यार तँलाई? मलाई फोनमा मार्ने धम्की आउँदैछ यार। मार्ने धम्की? कसले? खै यार को हो थाहा नै छैन। ए हो र? अङ्कललाई भनिस्? ड्याडी त 3-4 दिनमा आउनुहुन्छ अरे। ए अङ्कल नआइन्जेलसम्म म हेँ बस्न आउँछु त नि। ल हेँ बस, लास्ट डर लाग्छ यार मलाई त। डराइकन बस, म एकचोटि घर गएर आउँछु है। अनि म घर आएँ, त्यसपछि म खाना खाएर प्रसादको घर जान्छु भनेको त पछि प्रसादको न्युज थियो। त्यो अर्को भाइलाई पठाऊ भित्र। बाबु, तिमी चाहिँ प्रसादको घर जानुको कारण के हो त? कति बजेतिर गइथ्यौ? त्यो दिन चाहिँ म आफ्नो गर्लफ्रेन्डलाई फोन गर्ने भनेर गएको थिएँ। किन, तिम्रो मोबाइल छैन र? मेरो मोबाइल बिग्रेको थियो, त्यही भएर। गर्लफ्रेन्डलाई त दाइको मोबाइलबाट नि फोन गर्न सक्थ्यौ त। मेरो घर दाई बुबा मम्मीहरूलाई गर्लफ्रेन्ड छ भनेर थाहा थिएन, प्रसाद दाईलाई थाहा थियो। त्यही भएर। कति बजे गएको हो त? म ठिक 5 बजे प्रसाद दाईको घर गएँ। के छ दाई हालखबर? बेहाल छ यार भाइ। के भयो दाई? कोही मान्छेहरूले मलाई मार्ने धम्की दिँदैछन् यार। मार्ने धम्की रे? किन? खै भाइ यार, किन थाहा नै छैन। नडराउनु दाई, यसो मोबाइल दिनु न, गर्लफ्रेन्डसँग बोल्नु। ल। हेलो पुट्की, मेरो मोबाइल बिग्रेर दाईको मोबाइलबाट फोन हानेको का? ए पुट्की, मेरो मोबाइल बोल्नेपछि फोन हान्छ है तिमीलाई। तिमी त प्रसादको छतमा नि गथ्यौ रहेछ। त्यो चाहिँ किन भन्दा दाई खै दाई। अनि म प्रसाद दाईलाई खोज्नु छतमा गएँ। मैले छतमा नि भेटाइन, अनि मैले मोबाइल त्यही राख्दै घर फर्केँ। ल जाऊ। त्यसो भए हजुरले कसले धम्की दिएको थाहा पाउनु भएन? खै सर, थाहा भएन। खै त्यो त थाहा भएन। खै सर, भनेन त्यो त प्रसादले। सर, डाक्टरहरूको अनुसार प्रसाद 3 बजेको आसपासमा मरेको थियो अरे। 3 बजे? 4 बजे, 4:30 बजे, 5 बजे। भनेपछि यो तिनटैले गफाने मलाई। भनेपछि यो 3 जना मध्ये एउटाले मारेको प्रसादलाई। तर मार्यो चाहिँ कसले? प्रसाद दाई, ओ प्रसाद दाई, प्रसाद दाई, यहाँको चन्द्रिनी यार। ओ प्रसाद दाई, प्रसाद दाई, छतमा नि छैन नि त फेरि। मोबाइल त यही छ त फेरि। हेलो पुट्की, मेरो मोबाइल बिग्रेर दाईको मोबाइलबाट फोन हानेको का? ए
ए पुट्की मेरो मोबाइल बोल्नेपछि फोन हान्छ है तिमीलाई कहाँ गछन् र मोबाइलले छोडेर फेरि कहानी अझै बाँकी छ। यो केस जति सिधा देखिरहेको छ त्यति नै घुमाउरो छ।